सर नमस्ते। नमस्ते। नमस्ते है। अनि हजुरले अनि मलाई चाहिँ कहाँदेखि त तपाईँले सम्झिनु भयो मलाई? होइन अब कृष्णजी, मैले तपाईँलाई पहिलादेखि चिनेको हो। हजुर। तर मान्छे देखा देख्नु भएको मात्र हो। तर तपाईँको बारे धेरै कुराहरू सुनेको, हजुर, बुझा पनि सुनेको। ए अनि हजुरले अब हाम्रो यहाँ चाहिँ के भनेको छ भने माग के भएको छ भने जनताहरूले हाम्रो काभ्रे हाम्रो यो जति च्यानललाई चाहिँ तपाईँको चाहिँ के छ भने हेर्ने जतिलाई के भन्नुहुन्छ, साथीहरूलाई के भन्नुहुन्छ? अब आसन्न यो संसदीयको निर्वाचन हुँदैछ यो फागुन 21 गते। यसमा चाहिँ मेरो पनि आफ्नो उम्मेदवारी दिएको छु स्वतन्त्र रूपमा। लामो समयसम्म नेपाली कांग्रेसको राजनीति गर्दै आएको। हजुर। र टिकटको कहिले पनि मैले आशा गरिनँ। र स्थानीय स्तरमा, प्रदेशमा र सङ्घमा पनि मैले कहिल्यै टिकटको दावेदार पनि गरिनँ। तर अहिले यो विगत 10 वर्ष यता यहाँबाट यस क्षेत्रबाट चुनावमा जितेर जाने उम्मेदवारहरूले खासै काम केही नगरेको र काम नगरे मात्र होइन, यहाँको जनताको उपेक्षा गरेको, अपमान गरेको, त्यो मेरो कन्साइन्सले चाहिँ चुप लाएर बस्न म सकिनँ। यिनीहरूका विरुद्ध पनि र क्षेत्र नम्बर 1 को समग्र विकासका लागि मेरो उम्मेदवारी। अनि हजुरको अनि विकास गर्नेको चाहिँ यो हुन्छ नि लिस्ट चाहिँ के पार्नु भएको छ हजुरहरूले? मेरो चाहिँ अब चाँडै घोषणापत्र तयार हुँदैछ। हजुर। होइन, मैले चाहिँ स्थानीय स्तरका जनताहरूकै समस्याहरू बुझेर हजुर त्यही समस्याहरूको निराकरणका लागि चाहिँ म आफ्नो घोषणापत्रमा समाहित गर्नलाई मेरो एउटा जुन टिम छ त्यो टिम चाहिँ अहिले चाहिँ गाउँ गाउँ गइराख्नु भएको छ। अनि अहिले त के भन्छ भने अहिले त सबै अहिले घन्टीतिर लागेका छन्। सबै घन्टी अहिले हाम्रो 6 नम्बर वडा नि घन्टी नै छ, यता हेर नि घन्टी नै छ। अनि हजुरहरूले अनि यसो जितेर सर? होइन, अब हुनसक्छ अब यो घन्टीको पनि एउटा हुइम आएको छ, नआएको होइन। तर मलाई लाग्छ यो क्षेत्र नम्बर 1 मा घन्टीको खासै त्यस्तो प्रभाव म देख्दिनँ। र घन्टीको मात्र पनि होइन, कुनै पनि दलहरूको पनि खासै प्रभाव छैन। तपाईँ पत्रकार हो, तपाईँले धेरै ठाउँमा बुझ्नु पनि भयो होला कि अहिले जनतामा चाहिँ के छ भने दलहरूप्रति वितृष्णा छ। र घन्टी पनि एउटा दल हो, दलहरूप्रति वितृष्णा छ। र दलहरू चाहिँ आफ्नो चाहिँ पार्टीको माथिको प्रभाव दबावमा चाहिँ काम गर्नुपर्ने भएकोले चाहिँ दलहरूका नेताहरूले खासै काम चाहिँ यस क्षेत्रमा गरेको देखिँदैन। अनि सर अनि एउटा क्वेसन मलाई सोध्नु भनेको थियो, साथीहरूले सोधिदिनु न भनेको थियो होइन, हाम्रो काभ्रेको टोलीहरूले। अनि के भन्छ भने हाम्रो यो भिडियो हेर्ने साथीहरूलाई चाहिँ मलाई उत्तर त मैले त अब उत्तर त दिनुपर्छ सर मैले होइन। अब मैले के उत्तर दिएँ? अब मैले चाहिँ अब हजुरलाई सोधेँ, मैले हजुरलाई भेटिदिएँ, मैले अब हजुरलाई मैले सोधेँ अब के भन्नु पऱ्यो भने अब माग के छ भने टोलीहरूको के छ भने भोट कसरी हाल्ने भनेको छन् होइन सर। अनि अब के भनेको भने धारो छैन भनेको छन्, धारो आइहाल्यो होइन, धारो त अब उसले बनाएको होइन। अनि के भन्छ भने बाटो हेरौँ भने बाटो भड्किया छ भनेको छन् है, विरोध गइसक्यो। अब माग त्यस्तो छैन, माग अब त्यो पुरा होला सर निश्चित रूपमा पनि। अनि बाटो भयो तपाईँको चाहिँ अब यहाँ नगरपालिकालाई, हाम्रो नगरपालिकालाई अब जिल्ला हो नि त, हाम्रो काभ्रेको जिल्ला पर्ने नगरपालिकामा चाहिँ एउटा के काम गर्नु चाहनुहुन्छ तपाईँले? मैले अघि पनि भने होइन, समग्रमा मेरो चाहिँ प्राथमिकता चाहिँ स्वास्थ्य र शिक्षा हो। र त्यसको अलावा चाहिँ अब स्थानीय स्तरमा जुन जुन समस्या छ, जस्तै पनौटीमा अहिले टटका रूपमा देखिरहेको खानेपानी छ। र त्यसपछि चाहिँ यहाँको चाहिँ पवित्र तीर्थस्थल यो 4 धामको रूपमा पनि परिचित छ, उत्तर प्रयाग पनि भनिन्छ पनौटीलाई। यो इन्द्रेश्वर र यो सँगैको चाहिँ त्रिवेणी घाटको चाहिँ अत्यन्त दुरावस्था छ। त्यो दुरावस्थालाई पनि त्यहाँबाट निकास निकाल्नका लागि र त्यसै गरी यहाँको चाहिँ टिपर र खानीको चाहिँ ठुलो समस्या छ। टिपर व्यवस्थापन गर्नुपर्ने छ, खानीलाई व्यवस्थापन र टिपरलाई चाहिँ एउटा जुन टिपर अहिले गुदिरहेछ सहरको चाहिँ बाटोबाट, त्यसलाई चाहिँ एउटा के छ भने वैकल्पिक बाटोको रूपमा चाहिँ त्यसलाई पनि व्यवस्थापन गर्नुपर्ने छ। अनि अर्को सर अब एउटा कुरा के छ भने तपाईँको चाहिँ अब हाम्रो चाहिँ अब क्षेत्रमा चाहिँ के भएको छ भने अब नगरपालिकाले के गर्न पर्यो भने नगरपालिकाले चाहिँ सुतेर मात्रै बस्यो हाम्रो देख्दाखेरि। अब सिस्टम बनाउँछु भने जो धेरै भइसक्यो, सिस्टम बनिसक्यो, सिद्धिसक्यो, सिस्टमै सिद्धिसक्यो सर। भन्दै अब तपाईँको टोडाको त्यत्रो 7 करोड आउँछ होइन, महिनाको 7 करोड भेट्छ। त्यो पैसा चाहिँ लाग्यो चाहिँ कहाँ जाने छ? अनि हजुरले त हाम्रो त केही भन्दैनन्, उनीहरूले पनि भन्दैनन्। त्यो त अब हजुरको अब त हजुरहरूले यसो बुझ्न पर्ने हो त्यो होइन। अनि त के अनि अर्को के माग आएको छ भने विकास भएन भनेपछि अब बाटो त फेरि खनिरहेको छ, विकास त भइरहेको छ, तपाईँको होइन भाउ छ।
पढाउँदैमा। तर के भयो भने अब नगरपालिकाले के गर्न पर्यो, हामीले अब के खालि मलाई यो टोलीले लेखेको जति भनेको कुरा सबै मैले लिस्ट बनाएर तपाईँको के हालिदिएको छु फेसबुकमा, हजुरले पनि हेर्नु भइसक्यो होला हो, त्यसमा हालिदिएर त्यसको उत्तर तपाईँले चाहिँ के गर्नु पर्यो यसो भनिदिनु पर्यो छ। होइन, मैले चाहिँ के छ भन्दाखेरि एकदमै यो हरेक चाहिँ नगरपालिका गाउँपालिकाहरूमा यो ठुलो समस्याहरू छ। स्थानीय स्तरमा जति काम गर्नुपर्ने हो त्यो काम गर्न सकिरहेको छैन र अहिले चाहिँ विकराल रूपमा चाहिँ यो पनौटीमा मैले अघि पनि भने समस्या चाहिँ यहाँको चाहिँ फोहोर व्यवस्थापन, खानेपानी, ढल निकासहरूदेखि लिएर शिक्षा स्वास्थ्यका बारेमा समस्याहरू छ। त्यो समस्याहरू निराकरण गर्नलाई मेरो प्रयत्न हुनेछ। अनि अर्को कुरा के छ भने अब के बसपाडामा अझै गयो भने फोहोरको थुप्रो देखिन्छ सर। ट्र्याक्टर घुमे गर्छ होइन, ट्र्याक्टर घुमे गर्छ, त्यो अब त्यो फोहोर अब तलब दिएर राखेको छ होइन। अब त्यसलाई अब के गरौँ भने अब त्यसलाई कामै गर्दैन, किन त गरेन त्यो। अब त्यो होइन, अब त्यो चाहिँ कमजोरी कसको, त्यो कमजोरी हाम्रो कमजोरी कि कसको कमजोरी? त्यो कमजोरी चाहिँ स्थानीय निकायकै हो। हजुर, स्थानीय निकाय भन्दाखेरि वडा नगरपालिकाकै कमजोरी हो होइन। हजुर, र त्यो कुरालाई पनि हामी सम्बोधन गर्छौँ, निषेधमा पनि सम्बोधन गर्छौँ। र समग्रमा चाहिँ के छ भने क्षेत्र नम्बर 1कै विकासको लागि मेरो चाहिँ सम्पूर्ण समय त्यसैमै खर्च हुनेछ, म त्यसका लागि लाग्नेछु। अब हजुरको चाहिँ अब तपाईँले चाहिँ अब मलाई चाहिँ अब तपाईँले के देखाउनु भयो भने तपाईँले चाहिँ अब साथीहरूले चाहिँ अब जति आयो नि भोट लगाए मात्रै गरे भन्छन् होइन, भोट मात्रै हाल्ने मात्रै कुर्सीमा गए सुत्ने मात्रै भन्छन्, अनि विकास भएन भन्छन्। हाम्रो एमाले पनि हेरे हो, सबैले हेरेको। अनि अब नयाँ पार्टी गएपछि त्यो कुर्सीमा गएर हिँडाउँछन्, सबै बिर्सिन्छन्। अनि चुनावमा चाहिँ भोट माग्न मात्रै आउँछ भन्छन्। सर के हो यो? होइन, निश्चित रूपमा त्यो हो पनि। अब काम नगरेपछि जनताको स्वाभाविक रूपमा त्यो गुनासो जायज छ होइन। हजुर, म चाहिँ यसपालि चाहिँ स्वतन्त्र उम्मेदवारको रूपमा म उभिएको छु र मेरो चुनाव चिन्ह आँखीजाल छ। हजुर, मलाई विजय गराउनु भयो भने म निश्चित रूपमा पनि हजुर यो भन्ने वातावरण म बनाउने छैन। र मेरा तमाम मतदाताहरूलाई मेरो के अनुरोध पनि छ भने जसले मलाई मतदान गर्नुभयो र ती मतदाताहरूको चाहिँ शिर निहुराउने काम चाहिँ। अनि एउटा क्वेसन भएछ, एउटा क्वेसन भन्नुपर्छ र मैले चाहिँ के भन्नु भने पहिला हजुर काङ्ग्रेसमा हुनुहुन्थ्यो, अनि अहिले फेरि तपाईँ फेरि आँखीजाल भनेर आउनुभयो हो सर? निश्चित रूपमा हजुर, म नेपाली कङ्ग्रेसको लगभग 40 वर्षदेखि निरन्तर काम गर्दै आएको। हजुर, र नेपाली कङ्ग्रेसमा मेरो पसिना होइन रगत बगिया छ। हजुर, नेपाली कङ्ग्रेसमा मैले जेल नेल र अनेकौँ दुःख भोगेको छु। हजुर, र आजभन्दा 40 वर्ष अगाडि नेपाली कङ्ग्रेसले गणेशमान सिंहको आह्वानमा तत्कालीन चाहिँ पञ्चायती व्यवस्थाको विरुद्ध सत्याग्रहको आन्दोलनमा म करिब 7 महिना जेल पनि बसेको छु। त्यसपछि 46 सालकोमा कस्टडीमा बसेको छु। र यो यावत चाहिँ सङ्घर्षका हरेक कार्यक्रमहरूमा मेरो अग्र भूमिका निभाएको छु। र नेपाली कङ्ग्रेसले खासै काम गर्न नसकेको कारणले गर्दाखेरि यस क्षेत्रमा मैले नेपाली कङ्ग्रेस परित्याग गरी स्वतन्त्र रूपमा आफूलाई उभ्याएको छु। ठिक छ सर। अब हजुरको चाहिँ के भन्नु भने अब हजुरले बोल्नुभएको छ, अनि अब हजुरले अब कपीमा अब तपाईँले एउटा लिस्ट लेख्नुहुन्छ, त्यो लिस्ट देखाउँदाखेरि हाम्रो साथीहरूलाई पनि यसो देखाइदिनु के लागेको छ काम देखाइदिनु है सर? निश्चय निश्चय। फेरि पनि म क्षेत्र निवेका सबै आम नागरिक मतदाताहरूमा यसपालि स्वतन्त्र उम्मेदवारको रूपमा म उभिएको छु र मेरो चुनाव चिन्ह आँखीजाल हो। आँखीजालमा मतदान गरी विजय गराइदिनु म समस्त आम नागरिक, आमा बुवा दाजुभाइ दिदीबहिनीलाई म अनुरोध गर्दछु। धन्यवाद।